नमस्ते। आज म दौडीको तरकारी बनाउन गएको छु। दौडीलाई सफा गरेर धोएर यसलाई बीचबाट चिरेर सानो सानो टुक्रा गरिसकेँ। त्यसपछि दुईटा सानो सानो आलुलाई पनि लामो लामो गरेर कट गरेँ। तोरीको तेलमा मेथी र रातो खुर्सानी फुराएँ। त्यसपछि प्याज हालेर रातो हुनेसम्म पकाएँ। प्याज रातो भइसकेपछि अब यसमा मैले आलु हाल्छु र आलुलाई एकछिनसम्म चलाएर पकाउँछु। यो सबै प्रोसेस चाहिँ हाई फ्लेममा नै हुन्छ। त्यसपछि माथिबाट दौडी हालेर यसलाई राम्रोसँग चलाएर 2-3 मिनटसम्म कुक गर्नको लागि छोडिदिन्छु। 2-3 मिनट कुक गरिसकेपछि अब यसमा टेस्टको अकर्डिङ नुन र बेसारलाई हालेर फेरि राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ र मिक्स गरिसकेपछि ग्यासको फ्लेम लो गरेर ढाकेर यसलाई मैले पकाउनको लागि छोडिदिन्छु। यस्तो गर्दा चाहिँ यो राम्रोसँग पाक्छ र मसला पनि राम्रोसँग सबैतिर लाग्छ। जबसम्म यो पाक्दैछ तबसम्म यसको लागि मैले लसुन कुट्न गइरहेको छु। लसुन चाहिँ मैले एउटा पुरै कोटी लिएको छु। यसलाई कुटिसकेपछि अब हामीले यसलाई चलाएर यसको माथिबाट टमाटर हाल्नेछौँ। मैले चाहिँ आज गोलमेरा लिएको छु। बीचमा थोरै स्पेस बनाएर गोलमेरा हाल्दा चाहिँ यो छिटो पाक्छ। हजुरले टमाटर गोलमेरा जे युज गर्दा पनि यसरी स्पेस गराउनु होला। यसको बिचैमा हाल्नु होला। यसले चाहिँ छिटो यो गल्छ। त्यसपछि यसमा अब लसुन, टिमुर, जिरा धनियाको धुलो हालेर यसलाई हामीले ढाकेर पकाउनु पर्ने हुन्छ जबसम्म यो गल्दैन। राम्रोसँग पाकिसकेपछि मात्रै अब हामीले यसको माथिबाट अरू मसलाहरू एड गर्छौँ। त्यही भएर मैले जिरा धनियाको धुलो चाहिँ लास्टमा युज गरेको। ढाकेर पकाइसकेपछि यसलाई राम्रोसँग एकचोटि फेरि चलाउनु पर्ने हुन्छ। यसले चाहिँ यसमा लसुनको टेस्ट र मसलाहरू सबैतिर राम्रोसँग लागोस्। यसलाई खोडेर मैले यसलाई एकछिनसम्म यस्तै गरेर चलाएर पकाएँ र एकछिन फेरि यसलाई मैले ढाकेर 2-3 मिनटसम्म पकाएँ। अब चाहिँ हाम्रो दौडीको तरकारी सर्भ गर्नको लागि रेडी भइसकेको छ। यस्तो बनाएको तरकारी हजुरहरूले रोटीसँग, राइससँग जेसँग पनि सर्भ गर्न सक्नुहुन्छ। एकदमै टेस्टी हुन्छ। ट्राई गर्नुभएको छैन भने ट्राई गर्नु होला। मेरो त यो सिजनको यो फेभरेट तरकारी मध्येको हो। यसलाई चाहिँ मैले आज रोटीसँग सर्भ गरेको छु। यसरी पकाएको एकदमै बास्ना आउँछ र हजुरको घर वरिपरि पुरै फैलिन्छ। यस्तै भिडियोको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।